नमस्ते सबैजनालाई साथीहरू। धेरै पछि आज लगभग कति भयो होला हौ, 6 महिना जति नै भयो होला। र 6 महिना पछाडि चाहिँ बल्ल आज फुर्सद पनि भयो। शनिबार होइन, आफ्नो कामसाम पनि बेलुका खाजा खाएर अब ट्याक्क वेदर पनि तपाईँको वेदर पनि ठिक्क छ होइन, सिम्पल छ वेदरहरू पनि। अनि अब धेरै समय पछाडि यसो टाइम पास पनि हुन्छ, वेदर पनि ठिकै छ भनेर अब फेरि मनसुन लाग्न लाग्यो। अब त्यति सिजन पनि हुँदैन भनेर आज यसो टाइम पासको लागि चाहिँ यसो खोलातिर फिसिङ गर्नलाई यसो रिफ्रेसमेन्ट हुँ भनेर जान लागेको साथी। बिस्तारै अपडेट गर्छु है हजुरहरूलाई। ल अहिले अलि अगाडि गएपछि म देखाउँछु है। अब चाहिँ लगभग आइपुग्यो होइन, दाइको पसलमा छ। दाइलाई पनि यसो लिएर जाउँ भनेर आएको, कालेले के गर्छ पनि। म चाहिँ लगभग फाइनल्ली दाइको उसको ठाउँमा चाहिँ आइसकेँ होइन। उसको चाहिँ हाम्रो काल दाइ चाहिँ यहीँ होला। सुविधा हेलो दाइ हुनुहुन्छ होइन। दाइसँग आएर टक्क हाम्रो चाहिँ यहाँ एकदम दामी भाइरल ठाउँ हो यो पुलजोन, बालकुमारी कलेज नारायणगढको सर्लक्क होइन कलेज यो भ्लग हेर्नेले त कतिजना त यसैमा पनि यही कलेज नै पढ्नुभयो होला। जाने नि दाइ, फ्रेस हुन् दाइ मेरो दाइ, जाने होइन पानी खै। ल ठिक छ, लाइसो नि त ढोका लाइस्यो। अब जानुपर्छ। ल जाम छाता हालौँ होइन। अब प्याकस्याक गरौँ, त्यसपछि अब साथीहरूलाई होइन बाटोमा उता पुगेपछि अनि गर्नुपर्छ है। यो चाहिँ हाम्रो भिरकोटी कागज कारखाना होइन, एका देशको कारखाना हो। अहिले चाहिँ अब यस्तो यो खण्डहर मात्रै भुतबङ्गला जस्तो भएको छ होइन। यो कसको कारणले के भयो भन्ने कुरो सबलाई थाहा छँदैछ, ठिकै छ। यो चाहिँ अब हाम्रो गैँडाकोट, यो गैँडाकोटबाट हामी त्यता बुटोलतिर जान्छौँ। हामी चितवनबाट आयौँ होइन, चितवनबाट आएर अब टक्क लाएर बुटोलतिर जाने बाटोमा जाँदैछौँ हामी। गैँडाकोटमा आयौँ, यस्तो राइडरहरू छ नि फेरि यहाँ। अहिले कहाँ गएर घोडाको छाला फुस्काउँछ, बिस्तारै आनन्दले हिँड्नु छैन होइन। हाम्रो दाइ चाहिँ समस्या कमन भइरह्यो, कमन। यहाँ चाहिँ यो पुल बन्दैछ, यो पुलबाट पारि जानु नसक्ने भएर यतातिरबाट आएको। खै तिनजनै उद्धार, म चाहिँ आएको सक्दिनँ है। कमन तान भएर गाइज होइन। आइपुगेको छौँ हामी चाहिँ लोकेसनमा। आज चाहिँ बल्ल शान्त पानी छ, नभए सब जाल खेल्ने यहीँ, तिहारी खेल्ने यहीँ, गोटिया खेल्ने यहीँ, न केही सिप नलाएर पानीभित्र छिरी समाइदिने यार। हाम्रो प्रजाति गणेला खोज्न गएछन्, खेल्दैछन्। राम्रो छ ठाउँ आनन्दको। मेरो चाहिँ सेटअप यही हो होइन, सबै ह्यान्डरोडहरू छ। सल्ल लाएर 4वटा खेलिन्छ अब दुईजना मिलेर। लोकेसन ठिक छ, उहाँ दुईजना उता खेल्दैछन्, आरा खोज्दैछन् के अरे केटाहरूले। एकचोटि अलिकति आराम आएर ल्याउनु पऱ्यो। फेरि यहाँ अरू त खाँदैन, अरूमा खाँदैन। फेरि गणेलामा यहाँ गणेलामा मात्रै खान्छ। माछा त ठुल्ठुलो छ फेरि। अस्ति कति मैले अलि पहिला अस्ति एकचोटि आउँदाखेरि कति 2.5 किलोको पारेको थिएँ एउटै। त्यहाँदेखि पर्न छोड्यो। केटाहरू यहाँ खेल्दैछन्, केटाहरूको के कस्तो छ हल्लीचल्ली। परेछ त परे छैन हो र। हाम्रो भाइहरूको पनि दामी छ, सब फिसिङ रोडमै खेल्नेहरू। एउटा सानो आरा सब सापड माग्न आएको यार। म त एक टुक्रा देऊ न, यहीँ छ चाउमिन। कहाँ मार्यो बोका करा त लाग्यो छैन। ल पैँचो भयो है। त्यो छ्याल्ला हुन्छ। आज बल्ल त्यो दाल खेल्नेहरू रहेनछ है।
ए हिजो त यार पानी भित्र हिजो तिमीहरू आएन है त्यही त हिजो त पानी भित्रै भने पानी भित्र छिर्दिने यार यस्तो पानीमा यार न केहीको डर न केहीको भर होइन रमाइलोको लागि पाउने हो परे पर्छ नपरे टाइम पास हुन्छ नि यार ज्यानै जोखिममा पारेर छ्या त्यो त एकदम दुई खुट्टे बाँदर थियो नि यहाँ कहाँको यहाँ दुई खुट्टे बाँदर छ यहाँ दुई खुट्टे बाँदर चाहिँ यहाँ बसिरहेको ओ केटा हो के छ यस्तो गरिमा के भलिबल स्कुल बिदा भयो भन्दा अनि यस्तो घाममै खेलिदिनु त ल ठिक छ ल यहाँ सेटअपहरू मिलाउनु पऱ्यो होइन अनि आराहरू हालेर यसो खेल्नु पऱ्यो अब घाम पनि छ छाता छाता पनि सेटअप गराउनु पऱ्यो मरिन्छ नभए डढेर कालै हुन्छ फेरि ल अहिले फेरि गर्ने है अबै के आएको यो यस्तो छ्या यस्तोको पनि फेरि पावर फेरि कत्रो हो सुमित दाइ ओइ कानै सुन्दैन फेरि त्यता नि पारे जस्तो छ यता मेरो नि परेको छ एकछिन थापिदिनु पऱ्यो एउटा यहाँ एउटा त्यहाँ थापेको ओ उता खेल्दैछ दाइ एकचोटि जानु पऱ्यो भाइहरू बस्दै गर एकछिन है यो भाइहरू चाहिँ टक्क यहाँ मेरो हेल्पर भइरहेको छ यहाँ अड्केको निकालिदिने दुईजना एउटा बुढो त हिँड्न लागेको छ वेदर बल्ल शीतल शीतल भयो घाम गयो नि त्यो बरु छाता ओढेर हिँड्नै जाऊ हेलो सुदाई ओ कान सुन्दैन फेरि ओ सुदाई परेछ के छ चहल पहल के भइरह त्यहाँ त खाना त खाने अड्काउने यार धन्नौ त्यो फुच्चेहरू छ र निकालिदिइरह भाइहरू ठिक छ यता यार पर्छ कि पर्दैन खोलाको माछा पोखरीमा पालेको माछाको त ग्यारेन्टी हुँदैन खोलाको माछा चाहिँ धेरै टाढा टाढा गयो कि नजिक नजिक राख्नु कुना कुनामा अब यहाँ टक्क लाँस केटाहरू खेल्न दामी छ ठाउँ त टक्क मेरो हेल्पर भाइले चाहिँ त्यहाँ अड्क्यो भाइ जाँदैछ त्यहाँ झिक्दिनलाई निस्क्यो ल ठिक छ ल त्यो बल्छिन टाँगै लिएर आइज त भाइ अब त्यहाँ पानीमा छिरेपछि पर्दैन ठाङ्गा ठुङ्गा के अन्त अघि त बरु पऱ्यो त्यो ल त तानेर लिएर जान्छु फेरि दाइले चाहिँ बाम पार्नु भएको छ आमामा बिस्तारै हाने नि मर्छ बिचरा बेसरी हान्नु पर्दैन बिस्तारै हाने नि मर्छ क्या खै देखाइदिनु त के हो दाइ ब्याक टु ब्याक छ त दाइ ल ठिक छ ल बधाई ल बधाई छ ल न भाग छ अहिले फेरि ल यो भाइ म निकाल्दे भाइ पर्यो ल ठिक छ ब्याक टु ब्याक दिएछ आज सुन्दाखेरि ल ब्याक टु ब्याक हो दाइ ल ठिक छ ब्याक टु ब्याक दिइरहेको ठिक छ नि त जसको भयो भने दाइ भाइलाई रमाइलो लगाइरह भाइ भाइ ल ठिक छ सो गाइज अब लगभग साँझ पनि पर्यो होइन अब घरतिर जानेलाई प्याकअप गर्न दाइ प्याकअप गरौँ दाइ अब प्याकअप पनि गर्नु पर्यो यहाँ उफ्रिरहेको छ चलिरहेको छ होइन यहाँ चाहिँ खाइरहेछ माछाले दाइहरू पनि अब झर्दिन आएको छ यता प्याकअप गर्नु पर्यो अब यहाँनिर अलिकति आधी झोला परेछ उता दाइले वहाँनिर अलिकति झोला परेको छ होइन जानु पर्यो उहाँ छ स्कुटर अब सेटअप गरेर प्याकअप गरेर अनि अब जान्छौँ होइन हजुरहरूलाई घर पुगेपछि कति पर्यो भनेर म घर पुगेपछि देखाउँछु है ल अहिलेको लागि चाहिँ दाइ बाई बर्दिनु दाइ बाई सो फाइनल्ली गाइज होइन घर आएँ अब घर आएर यो त अब यो सफा गरेको के देखाउनु भनेर आजको फिसिङ चाहिँ कति एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा बाम परेछ यो चाहिँ अलि युनिक खालको परेछ फेरि बाम
चुचे खालको बाम परेछ यति बाम। अनि त्यसपछि यो चाहिँ यहाँ फगेटाहरू अलिअलि, अनि त्यसपछि ट्याङ्राहरू सिद्राहरू यस्तो सानो पोठियाहरू परेछ। अब यसलाई चाहिँ पिस गरेर अब म्यारिनेट गरेर अनि अब यसको भोजन चाहिँ भोलि हुन्छ जस्तो छ। अब आज राति भइसक्यो ल। गुड नाइट एभ्रिबडी। अब म सानो च्यानलवाला हो होइन, त्यही भएर यो जसले हेर्नुहुन्छ प्लिज है लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, गुड नाइट।